जीवात्माले किन दुःख पाइरहेका छन्? जीवात्माले भगवानसँगको सम्बन्ध बिर्सेको हुनाले दुःख पाइरहेका छन्। यदि जीवले सोच्दछ, मेरो संसार र संसारीसँग सम्बन्ध शरीरको मात्र हो भनेर उसलाई लाग्छ, जुन कि नाशवान छ, तर मेरो शाश्वत सम्बन्ध त एक मात्र भगवानसँग छ भन्ने रियलाइज जब जीवात्मालाई हुन्छ, तब ऊ भगवानतिर फर्किन्छ र आत्माको यात्रा उसले परमात्मातर्फ गर्न थाल्छ। त्यसबेला उसको बुद्धिमा आत्माको प्रकाश परेको हुन्छ। तब ऊ पुण्य कर्ममा अग्रसर हुन्छन्। भगवानलाई आर्त भावले या जिज्ञासु भावले वा अर्थार्थी भाव गरेर ज्ञानी बनेर प्रार्थना गर्दछन् र यात्रा अगाडि बढाउँछन्। भलै यसमा यो यात्रा कसैले भौतिक सर्टिफिकेट दिँदैन, होइन? हामीले यो जुन स्पिरिचुअल ज्ञानहरू लिन्छौँ, स्पिरिचुअल यो एक्टिभिटिजमा, स्पिरिचुअल जर्नीमा हामी अगाडि बढ्छौँ, हामीलाई कसैले सर्टिफिकेट दिन आउँछ त? दिन आउँदैन नि। सर्टिफिकेट दिन आउँदैन त त्यही पनि हाम्रो यात्रा भइरहेको हुन्छ र यो अविनाशी यात्रा हो, यो नाश हुँदैन, होइन? तर भौतिक जगतमा हामी जे पनि पढ्न जान्छौँ, होइन, धेरै माथि माथिको लेभलको हामी पढाइ गर्छौँ, त्यो सबै के हो त? यो शरीर जल्न साथै त्यो सबै ज्ञान पनि जल्छ र त्यो सर्टिफिकेटको पनि केही काम हुँदैन, किनभने त्यो सबै भौतिक हो, होइन? त्यसैले भौतिक नाशवान छ भनेको त्यही कारणले हो। यो जति पनि पढेर हामीले समाजमा एउटा, होइन, स्थिति आफ्नो कायम राख्न सकेको हुन्छौँ नि, त्यो एकदमै टेम्पोररी हो त्यो, होइन? त्यसैले मान्छे यसैमा अहङ्कार गर्न थाल्छ, किनभने भौतिक ज्ञान नै त्यस्तो हो कि भौतिक ज्ञानले चाहिँ अहङ्कार हाम्रो निर्मूल पार्न सक्दैन। झन् अहङ्कारलाई के गर्छ त? यसले बढाइदिन्छ, होइन? एउटा नपढेको व्यक्तिले त्यति अहङ्कार आफूलाई गर्न सक्दैन जति कि पढे लेखेको व्यक्तिले गर्छ, होइन? एउटा विकसित नभएको राष्ट्रले त्यति विश्वमा आतंक मचाउन सक्दैन, किनभने उसँग त्यति हात हतियार नै हुँदैन, होइन? तर एउटा शक्तिशाली सम्पन्न राष्ट्रले के छ त? जति एकदमै सबै किसिमको हात हतियार बनाएर आफूलाई सुरक्षित राखेको हुन्छ, त्यत्तिकै रिस उठेको बेलामा अहङ्कारले गर्दाखेरि के गर्छ त? उसले यो पृथ्वी ध्वस्त गर्ने किसिमले पनि एट्याक गर्न सक्दछ, होइन? किनभने यो आध्यात्मिक ज्ञान होइन कि यो आध्यात्मिक ज्ञान मान्छेमा नभएको हुनाले यो अहङ्कारले गरेर यस्तो सबैतिर विनाश 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 भइरहेको छ। त्यसैले नै विभिन्न कारणले गर्दाखेरि यो भौतिक जीवले भौतिक संसारमा दुःख पाइरहेको छ। धन्यवाद।